फोटो गरेर देखाउन चाहन्छु। यो चाहिँ चितुवा हो। एकदमै खतरनाक जनावर हिंसक सबैभन्दा द्रुत गतिमा दौडिने जनावर पनि हो एक हो। एकदम भयानक दृश्य देखियो। यो चाहिँ भाले चितुवा रहेछ। डर लाग्यो माई लर्ड भयो त। सो म अब चितुवालाई छोडेर अरू अरू जनावरहरू हेर्न गइरहेको छु र मैले सुने यहाँ गोही पनि रहेको रहेछ र लेट्स सी गोही कता कता छ हेर्दै जानेछौँ। साथीहरू यहाँ चाहिँ गोही राखेको रहेछ। लेट्स सी हामी गोही पनि हेर्नेछौँ। क्रोकोडाइल डर डर पनि लागिरहेको छ। गोही चाहिँ देखा परेन। गोही यहाँ रहेछ तर देखा परेन। सायद भित्र पानी मुनि रेस्ट गरिरहेको होला। वेल हामी गोहीलाई छोडेर फेरि पनि अगाडि बढ्नेछौँ। वेल हामी जनकाडी सिन्चार क्षेत्रभित्रकै पल्लो एरियामा पुगेका छौँ र यहाँ के राखिएको छ हेरौँ। आई थिङ्क यो गिद्ध हो। दिस इज भल्चर भ्याम्पायर। यो चाहिँ गिद्ध रहेछ। दाइ यो के हो हजुर? ए स्यालको बच्चा हो। यो खोरको पहिलो खोरको यो स्यालको बच्चा है। यो चाहिँ स्यालको बच्चा रहेछ। सो क्युट। छेउमा नजाउँ डराउँदो रहेछ। There's a monkey. Baboon. बाँदरको ठाउँ। बाँदर बच्चा पनि पाएको छु। अर्कोतिर के रहेछ? ओ सानो गरुड।
मैले चाहिँ गरुड अहिलेसम्म देखेको थिइनँ यो यस्तो हुँदो रहेछ गरुड वेल नेक्स्ट पार्टमा जाउँ कालो भालु यो चाहिँ कालो भालु हेर्दाखेरि इन्ट्रक्सन दिएको छ ब्ल्याक बियर यो चाहिँ अजिङ्गर यो पाइथन त सानै बच्चै होला है वाउ नाइस एकदम डर लागिरहेको छ मलाई यो भालु देख्दा थ्याङ्क गड हेलो माई डियर फ्रेन्ड्स फेरि पनि जूको अर्को भागमा स्वागत छ यतिखेर चाहिँ मृग बसिरहेको छ दिस वाउ मृग सानो रहेछ कति सुन्दर सुन्दर जनावरहरू रहेछ ग्लोरी बी टु गड यो ठाउँ फेरि एउटा मृगदेखि वाउ मेरो क्यामेरामा चाहिँ राम्रो देखिँदैन बट मेरो आँखाले राम्रो देखिरहेको छ हो हालेलुया र यसै ठाउँमा फेरि पनि सायद अर्को दृश्य हेर्नु होला तपाईँहरूले मेबी यो चितलिया जरा हो आइ एम सो कन्फ्युज्ड सुतिरहेको छ बिचरा सायद यो चितल नै होला चितल नै हो यो इज रेस्ट वाउ amazing views यहाँ बसिरहेको छ जमनखाडीमा यस्तो यस्तो दृश्यहरू देख्न पाइन्छ मेरो साथीहरू त्यसै कारणले गर्दाखेरि तपाईँहरू जमनखाडीमा एकपल्ट भिजिट गर्न आउनुहोस् भन्ने म सल्लाह दिन चाहन्छु बर्बत यो त छोड्दैन म त हात त्यहाँ आएर 13 जतिकै छ 13 जत्रै छ युडेनको जत्रो चाहिँ साथ भनेर हेर्छ
खरायो वाउ मेरो सबैभन्दा फेभरेट क्रिचर खरायो सो लभली खरगोश यहाँ चाहिँ एउटा मैले अहिलेसम्म नसुनेको प्रजाति रहेछ जनावरको वास यो त खरायो र गिनी पिग भनेर देखेको रहेछ आई थिङ्क दिस इज ऱ्याबिट अर्कोतिर कछुवा रहेछ ढकनी खपटे कछुवा टोटललाई राम्रोसँग नजिकबाट न्याय गरेर वा देख्न सक्नुहुन्छ यो चाहिँ यो मोटर बोट हो प्रति व्यक्ति 100 रुपियाँ चार्ज रहेछ यहाँ चाहिँ यो चाहिँ लभबर्ड हुन्छ यो थाहा छैन कुन चरा हो मेरो क्यामेरा राम्रो भएन